नमस्कार सम्पूर्णमा म उमा भण्डारी वास्तु कन्सल्टेन्ट न्युमरोलोजिस्ट अनि एस्ट्रोलोजर। आज म तपाईहरुलाई शनि जयन्तीको विषयमा विशेष उपाय अनि विशेष जानकारी लिएर आएकी छु। यस वर्ष शनि जयन्ती 2082 साल जेठ महिनाको 12 गते दिउँसो 12 बजे पश्चात मंगलबार बिहान 8:45 बजेसम्म रहनेछ। जेठ कृष्ण पक्षको औँसी तिथिमा शनि जयन्ती मनाइन्छ। साथै यस दिन वट सावित्री व्रत पनि परेको छ। जसले वट सावित्री व्रत गर्नुहुन्छ उहाँहरूले भोलि सोमबारको दिन वट सावित्री व्रत गर्न सक्नुहुन्छ। साथै शनि जयन्ती भोलि दिउँसो 12 बजे पश्चात प्रारम्भ हुने भएकाले जो पनि शनि 7.5ले पीडित हुनुहुन्छ, जो पनि आफ्नो व्यापार व्यवसायमा घाटा खेपेर परेशान हुनुहुन्छ, जसलाई शनि ग्रहबाट विभिन्न थरीका पीडाहरू आइरहेछन्, उहाँहरूले केही विशेष उपाय गरेर आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुहुन्छ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, लाइक गर्नुहोला र आफ्ना आफन्त साथीभाइमा पनि भिडियो शेयर गर्नुहोला। यस दिन शनि जयन्तीको दिन शनिदेवको पूजा आराधना गर्नाले शनि ग्रहको दुष्प्रभाव तथा खराब परिणामबाट बच्न सकिन्छ। यसका साथै मनवाञ्छित शुभ फल पनि प्राप्त गर्न सकिन्छ। किनकि शनिदेवलाई कर्मको फलदाता भनिन्छ, उहाँलाई न्यायकर्ता पनि भनिन्छ। हामीले यस जीवनमा अथवा आफ्नो प्रारब्ध कर्मबाट केही न केही गलत कर्महरू गरेर जसको फल हामीले अहिले पनि भोगिरहेका हुन सक्छौं। यस किसिमको दुष्प्रभावबाट बच्नको निम्ति आफूलाई सुधार्ने, आफ्नो कर्म सुधार्ने विशेष महत्त्वपूर्ण उपाय, सबैभन्दा कारगर उपाय भनेको यही नै हो, आफूलाई सुधार्ने, आफ्नो कर्मलाई सुधार्ने। यस बाहेक शनिदेवको आराधना गरी क्षमायाचना गरी पनि आफूलाई सुधार्न सकिन्छ, आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। यस दिन गरिएको पूजा आराधनाले शनिदेव प्रसन्न भएर शनि ग्रहको दुष्प्रभाव नाश गरेर मनवाञ्छित फल दिनुहुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ। जो व्यक्तिको भाग्यमा रुकावट आइरहेछ, व्यवसाय जागिरमा विभिन्न किसिमका बाधा अडचनहरू आइरहेछन्, उहाँहरूले यस दिन केही उपाय गरेर आफ्नो जीवनमा एकदमै सकारात्मक परिवर्तन ल्याउन सक्नुहुन्छ। उहाँहरूको निम्ति यो उपाय रामबाण साबित हुन्छ। र जो व्यक्तिको 7.5 चलिरहेछ, मीन, कुम्भ, मेष, उहाँहरूले त छुटाउनै हुँदैन यो उपाय। ती उपायहरू के हुन् त, जसले तपाईको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ। यस दिन तपाईले शनिदेवलाई तेल चढाउनुहोस्। तेल अघिल्लै दिन किनेर तयार अवस्थामा राख्नुहोस्। तेल तोरीको हुनुपर्छ, शुद्ध तोरीको तेल हुनुपर्छ, सरसोको तेल, तिलको तेल, यस किसिमको तेल हजुरले शनिदेवलाई चढाउन सक्नुहुन्छ। शनि मन्दिरमा जानुस्, तेल लिएर जानुस्, अथवा त्यही